एभ्रिवान, हेलो नमस्ते, वेलकम टु माई न्यू भिडियो। धेरै समयपछि चाहिँ म नयाँ भिडियो लिएर आएको छु। फेरि तपाईँहरूले हेरेर साथ दिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। आज चाहिँ मैले भोइस कभर गर्दैछु पुरा भिडियोमा। योभन्दा अगाडिको भिडियोमा पनि मैले थोरै भोइस कभर गरेको थिएँ। यो चाहिँ मेरो सेकेन्ड भिडियो भोइस कभर गरेको, तर मलाई लागिरहेछ यो भोइस कभर गर्दा भिडियो चाहिँ राम्रो हुँदैन होला। तर यस्तो बाहिरतिर साह्रै गाडीहरूको हल्ला ठुलो सुनिन्छ अनि आफ्नो भोइस चाहिँ सानो सुनिन्छ, त्यही भएर मैले भोइस कभर गरेको। हामी चाहिँ 5 जना आएको छु टायरसँग। अनि चाहिँ कहाँ आइपुग्यो भन्दा चाहिँ तपाईँहरूले यो दृश्य पनि हेर्न सक्नुहुन्छ अनि अगाडिको थम्बनेल टाइटल हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। अब यहाँबाट के गर्ने कसो गर्ने कसैलाई पनि थाहा थिएन, त्यही भएर दाइहरू सल्लाह गर्दै हुनुहुन्छ। हामी फर्स्ट टाइम आएको नि त, त्यही भएर हामीलाई केही पनि थाहा थिएन। बालुवामा खेलेर अब अहिले आउन सकिन्न होइन। यहाँबाट उता जानुको लागि चाहिँ टिकट काटेर जानु पर्छ, त्यही भएर हामीले 5 जना टिकट ल्यायौँ। एउटा टिकटको चाहिँ 20 मिनट लाग्दो रहेछ। अनि यहाँ चाहिँ भन्दै हुनुहुन्थ्यो उता गएपछि कति टाइममा आउनुपर्छ भनेर, तर हामीले चाहिँ केही पनि बुझेको थिएन भाषा, हामीहरू बुझ्दैन। दाइले मात्रै बुझ्नुहुन्छ एकजना, दाइले बुझेर हामी त्यसपछि लाग्यौँ। बालुवामा खेलेर अघि भन्दै भनेको त सक्दैन हौ। अहिले चाहिँ हामी जाँदैछौँ। चल्यो बोर्डभित्र चढिसकेपछि चाहिँ 5 मिनट जति हामी त्यही बस्छौँ। अनि 5 मिनटपछि चाहिँ बोर्ड चल्नु थाल्यो। अनि त्यसपछि हामी लाग्यौँ सबैजना पुरा खिच्दै भिडियो गर्दै समुद्र राम्रो दृश्य हेर्दै रमाउँदै सबैजना रमाउँदै जाँदैछौँ हामी। धेरै स्पिड चलाएको थियो, यस्तो स्पिड चलाएको थियो। धेरै स्पिड चलाउँदा पनि हामी लगभग 30-40 मिनटमा चाहिँ पुग्यौँ। नेपाली मान्छेहरू चाहिँ हामी 5 जना र अरू 2 जना थियो, अरू सबै चाइनिजहरू मात्रै थियो। त्यसपछि हामी 40-45 मिनट पछि चाहिँ हामी पुगेर उत्र्यौँ।
मेरो त थिएन एउटा पनि अन्त अहिले चल्दैन भन्दै हुन्थ्यो मान्छेहरू चाहिँ निकै नै त नेपालीहरू चाहिँ हामी मात्रै सबै चाइनिजहरू मात्रै थियो त्यहाँ उत्रेर पनि हामी एकछिन बस्यौँ एकछिन बसेर चाहिँ लागेको र बाइकमा घुम्ने भनेर चाहिँ हामीले 3टा बाइक ल्यायौँ बाइक भन्नु कि स्कुटर भन्नु दिँदा स्कुटर जस्तो छ बाइक भए पनि स्कुटर भए पनि जे भए पनि हामीले 3टा लिएर चाहिँ हामी लाग्नु लागेको अब सबैको टाइमिङ हुँदो रहेछ यसको पनि 1 घन्टा गएपछि हामी आउनु पर्दो रहेछ 1 घन्टाभन्दा धेरै गयो भने हामीले फेरि पैसा बढी थप्नु पर्ने रहेछ एउटा बाइक बराबर चाहिँ 15 रिङ्गेट लाग्ने रहेछ हामीले 3टा बाइक लिएर 45 रिङ्गेटमा 3टा बाइक ल्यायौँ 4जना चाहिँ 2जना डबल र 1जना सिङ्गल जग्गामा हामी लिएर बस्छ न के छ र यसो अगाडि घान होइन हेलमेट सेलमेट के पुरै भिडियो बनाऊ जति 2जनाले लाग्छु त कहाँ एकजनाले लाग्छु त चस्मा चस्मा लाग्नु दाइले पनि मलाई भिडियो बनाउँदै नभए हुन्थ्यो दाइले पनि युट्युबमा अनि मैले पनि भिडियो बनाउँदै हामी चाहिँ लाग्यौँ दाइहरू 2जना दाइ पछाडि हुनुहुन्छ र 1जना दाइ चाहिँ अगाडि गइसक्नु भयो अनि हामी बन्नु जाँदैछौँ तर मैले चाहिँ केही बोलेको छैन के बोल्नु भएर मलाई केही पनि बोलेन के बोल्नु मलाई आइडिया किन आज मैले फर्स्ट टाइम नबोलिकन भिडियो लिँदैछु अरू बेला म धेरै बोल्थेँ आजले के गर्नु तर अरू बेला त म दिदीहरूसँग बनाउँथेँ दिदीसँग आउँदाखेरि त म जति बेला पनि बोलिबस्छु नि त त्यही भएर अनि आज चाहिँ दाइहरूसँग मैले फर्स्ट टाइम भिडियो बनाउँछु फर्स्ट टाइम अनि त्यो चाहिँ के बोल्नु पर्यो भने त्यतिकै मैले भिडियो मात्रै लिइबसेँ तर हामी चाहिँ के सोचिरहेको थियो के भयो हामीले सोचेको जस्तो केही पनि रहेनछ हामीले सोचेको थियौँ अनि अरू समुद्र जस्तो छेउछेउमा बसेर त्यहाँ नुहाउनु सबै गर्न पाइन्छ पानी खेल्नु पाइन्छ भने तर यस्तो त थिएन यहाँनिर परबाट यहाँ लिएर छोडिदिन्छ यहाँ ठुलो टापु छ हामी चाहिँ बिचमा थियो अनि त्यो टापुमा त्यस्तै त्यहीभित्र सानो एरिया छ सानोभन्दा नि ठुलो नै छ एरिया तर त्यस्तो घुम्ने फोटोजहरू खिच्ने त्यो हामीले सोचेको जस्तो ठाउँ थिएन तर रमाइलो चाहिँ रमाइलो थियो यो बाटोहरू चाहिँ मलाई राम्रो लाग्यो त्यहाँभित्र चाहिँ मन्दिरहरू गुफाहरू र सानो सानो घरहरू रेस्टुरेन्टहरू पसलहरू मात्रै थियो फ्यामिलीको लागि अनि हनिमुन मनाउनु आउनेहरूको लागि चाहिँ एकदम राम्रो ठाउँ छ यहाँ तर यहाँ भरे भएर चाहिँ त्यहाँ सबै पानी हुने रहेछ तर यहाँ सबै बलुवाहरू इलिगोहरू देख्दै थियो तर यो देखेकोतिर सबैतिर पानी हुने रहेछ त्यही भएर सबै घरहरू सबै वाल उठाएर माथि माथि अल्को अल्को बनाएर बनाउनुको कारणले रहेछ सब हामी आउँदाखेरि थोरै मात्रै पानी थियो साइड साइडमा पछि जाँदाखेरि चाहिँ निकै नै धेरै पानी थियो ढिलो हुँदो रहेछ न त्यहाँ पानी अब बेलुका बेलुका भयो चाहिँ रमाइलो पनि हुँदैछ सबै पानी पानी सबैतिर पानी भएर रमाइलो पनि हुने रहेछ त्यसपछि यहाँबाट उद्रो अब टर्निङ लिनु लाग्नुभएको दाइले त्यो एउटा सानो सानो बाटो छ त्यहाँनिर यो चाहिँ इन्टमा आइपुगेको छ तपाईँ 1 घन्टामा हामी त्यो सबै बाटो डुल्नु सक्यो लास्टसम्म इन्जोय यो भित्रभित्र मात्रै डुल्ने ठाउँ हो त्यही हो होला भाइ आऊ बस के भयो गाडी पछाडि भाइ बस भिडियो चाहिँ अनै हो कस्तो भइरहेको छ तपाईँले समुद्र आएर कस्तो भइरहेको छ समुद्रको त पानी छैन के को समुद्र भाइ बस गइहाल्नु अब अर्को बाटो त्यो बाटो त्यस्तो देखेकै छ आखिरमा अब तिमीले रहर गर्यौ हामीले पुरा गरिदियौँ के तिम्रो पुरा भएन घुम्न आएपछि ओइ भिडियो पनि गएको थियो यार हामी टापुमा छौँ होइन टापुको पानी टापुमा सुकेर निस्किन्छ अरूभन्दा पनि मैले त के सोचेको थिएँ त्यही त म पनि बिचमा एकदम बसेर एकदम खानासुना खाने होला भनेर सोचेको हरन पनि बस्दैन यार त्यो उता ठुलो कता छ नि त्यता जाउँ जाउँ त्यही हामी त्यो बाटो 1 घन्टामा अब केही नगरे पनि अब होइन
गुफा भनेको उयो परेछ त त्यो गुफा चाहिँ होइन सो हेर्दै रहेछ त्यहाँ मन्दिर अनि त्यो गेट जस्तो माटोको त्यो म्यापमा मात्रै अहिले हाम्रो देखाएको रहेछ एक घन्टा टाइम हुन्छ त्यही भएर हामी चाहिँ घुमेको थियो सबै ठाउँ घुमेको थियो सानो सानो गल्ली भए पनि तर रमाइलो थियो तर एकदम गर्मी थियो यही चल्न आएको जस्तो मात्रै भइरहेको थियो तर यहाँ बसेर हावा चाहिँ शीतल आइरहेको थियो तर मेरो खुट्टा चाहिँ एकदम गलिआएको छ किनकि यो राख्ने ठाउँ रहेछ तर मैले राख्ने ठाउँ नदेखेर चाहिँ नदेखेर चाहिँ मैले खुट्टा झुन्डाएको थिएँ त्यही भएर मेरो खुट्टा पनि गलिआएको छ अनि बाटोमा डस्टबिनहरू थियो मैले चाहिँ नदेखेर लात हान्दै हिँडेको छु एकछिन महिना र माथि अवस्था नि ओए बाबु चिका किन यहाँ आएको सारा मसला tapi saya tunggu awak होइन घुमे एक घन्टा के गर्नु त आधी घन्टा हुने लाग्यो त मैले चाहिँ धेरै भिडियो लेखेको थिएँ त्यही भएर लामो भिडियो हुन्छ भनेर सबै स्पिडमा बनाइरहेको छु पछि हामीलाई फेरि यतापट्टि इन्टमा आइपुग्यो यहाँ पनि सबै पानी पानी अनि यहाँ चाहिँ म फेरि उद्रेँ यहाँ फेरि उद्रेर हामी इन्टमा आइपुगेर पनि फेरि अब फर्किँदैछौँ किनलाई अनि बरु जिम्मा लाएर चाहिँ खाउँ खाजा भरे खाजा खान थालो भने अनि खानेहरू त अब जाँदै लागिहाल्छ खाजा खान पाइहाल्छ कुरो नै खाने हो मान्छे छोड यस्तो क्या लगाउँ त त्यस ठाउँबाट पनि हामी फेरि फर्क्यो अब चाहिँ टाइम बनाउनु लागेको थियो नि त टाइम बनाउनु लागेको थियो त्यही भएर पैसा दिनुपर्छ नि टाइम भएर पनि बढी भएपछि त्यही भएर हामी अब चाहिँ सिधै यो पुऱ्याएर खाजा खाने भन्यो भोक पनि लागिरहेको थियो अझै पनि धेरै लामो लामो गल्लीहरू घुमेको थियो तर मैले चाहिँ धेरै भिडियो बनाएन किनकि लामो भिडियो हुन्छ नि त अनि के बोलेको भन्थेन त्यही भएर यस्तो भिडियो मात्रै के लिनु भनेर मैले पुरै भिडियो पनि लिएन तर पुरै भिडियो धेरै भिडियो लिएको थिएँ तर पनि मैले लामो हुन्छ भने चाहिँ कट गरेर स्पिडमा बनाउँदै आदि नलगाएर मैले थोरै थोरै क्लिप मात्रै राखेको अहिले चाहिँ हामी जहाँबाट चढेको थियो त्यहीँ आइपुगिसकेछु अब यो बाइक लिएर चाहिँ हामीले पैसा त पहिल्यै तिरिसकेको बाइक लिएर चाहिँ खाजा खानु जानुपर्ने हुन्छ आज हामी एक घन्टा बाइक बुझाइसकेपछि हामी सिधै खाजा खानु गयौँ र मैले अगाडि भिडियोहरू चाहिँ लिएन लामो हुन्छ भनेर त्यही भएर खाजा अर्डर आइसकेपछि मात्रै लिएँ सबै खाजाहरू चाहिँ चाइनिज खाजा मात्रै थियो त्यही भएर जहिले
चिकन फ्राई राइस मगाउनु भयो त्यसपछि चिसो खानेकुराहरू धेरै थियो तर चाइनिजहरूमा थियो भेतिर चाइनिज खानाहरू चाहिँ हामीलाई मन पर्दैन नि त गुलियोहरू हुन्छ उनीहरूले मात्रै खान्छ हामीलाई चाहिँ मन चिकन फ्राई राइस भन्छ कस्तो यो चिकन फ्राई राइस भनेर मैले हेर्दै चिकन पनि छैन यस्तोमै चिकन फ्राई राइस हुन्छ भनेर मैले चाहिँ पल्टा हेर्दै थिएँ तर थोरै चिकन रहेछ त्यसमा पनि सेतो कि त केही नमिसाएको त्यही भएर मैले पल्टाइ हेरेँ अनि थोरै चाहिँ चिकन थियो अनि चामल पनि कस्तो मलाई चामल पनि चित्त बुझ्द खालि थिएन यताको सबै खानेकुराहरू सबै फाल्टो हुँदो रहेछ मलाई चाहिँ तर मन परेन चित्त बुझेको थिएन यो देख्दैन कस्तो नमिठो जस्तो लागिरहेको थियो नि त चाहिँ झापाको चामल होला त्यस्तो झापाको चामल जस्तो भन्दै हाँस्थ्यो अहिले चाहिँ सबैले खाना सुरु गर्नु भइसकेको थियो मैले मात्रै खाएको थिएन म चाहिँ हेर्दै बसेको थिएँ हेर्दै भिडियो गर्दै त्यसपछि चाहिँ मैले पनि खोर्सानीहरूलाई कस्तो हुँदो रहेछ भनेर खोर्सानी भिडियोहरू चाहिँ मैले पनि खाना सुरु गरेँ कस्तो हुन्छ भनेर ट्राई गरेको थिएँ तर सोचेको जस्तो रहेन र सस्ता चाहिँ नमिठो जस्तो लाग्थ्यो तर मिठो पनि थिएन नमिठो पनि थिएन ठिकैको थियो उनीहरूलाई चाहिँ मनपर्छ होला त्यस्तो तर अझै नै ज्यादा लाग्यो मलाई चाहिँ तर त्यति नमिठो पनि होइन ठिकैको थियो अहिलेसम्म खाइसकेर भिडियो लिँदैछु खाएको चाहिँ भिडियो के लिनु भनेर अनि मैले अल्छी लागेर मैले चाहिँ यो घुम्दै बसिरहेको थिएँ खाजा खाइसकेपछि नि हामीले एकछिन चाहिँ त्यहाँ बस्यौँ 10 मिनटसम्म तर दाइहरू चाहिँ कति ठुलो आवाज चलिरहेको थियो मैले यताउता भिडियोहरू लिँदै थिएँ हेर्दै दाइहरू सबैजना गफ गर्दै बसिरहनु भएको थियो अहिलेसम्म बाहिर आएर बाहिरको थोरै क्लिपहरू लिँदैछु म चाहिँ यहाँ भिडियो लिँदै थिएँ तर मलाई दाइले चाहिँ उताबाट बोलिराख्नु भएको थियो फोटो खिच्न आऊ भनेर फोटो खिच्नु पर्ने भनेर दाइहरू तर म चाहिँ एक्लै क्लिपहरू लिँदै बस्थेँ थियो अनि दाइहरूको फोटोहरू खिच्दै भिडियोहरू गर्दै अनि एकछिनसम्म त्यही बस्थेँ अनि हाम्रो जहाँ चाहिँ आएपछि चाहिँ हामी फेरि सबैजना पहिला गएको थियो फर्क्यौँ म चाहिँ बाहिर आएर बोल्दै जान्छु अब भनेर भिडियो बनाउँदै हिँडेँ तर के बोल्नु भयो भने मलाई बोल्नु नै आएन के बोल्नु भयो त्यसो मैले त्यतिकै भिडियो लिँदै हिँडेछु दाइहरू चाहिँ अगाडि जाने हुँदैन थियो म त पछि जाँदै थिएँ यस्तो गर्नुमा मेरो खुट्टा पनि एकदम दुखिरहेको थियो है के भएर सबै गलिरहेको थिएँ जिउहरू पनि दाइहरू अगाडि जाँदै थिएँ म चाहिँ दाइहरू पछि भिडियोहरू लिँदै यतिकै भिडियो लिएर अल्छी लाग्दै अनलाइन गर्दै हिँड्दैछु आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला अब नेक्स्ट भिडियोमा भेटौँ न आजको लागि बाई